ओम 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 अष्टाङ्ग योग ऋषि पातञ्जलिको दर्शन अन्तर्गत साधना पाद होइन हामीले अहिले चाहिँ नि अहिले निकै अगाडि बढिसकेको छौँ अष्टाङ्ग योग। अहिले विभूति पादको हामी टक्कै एकदमै आँगनमा ढोकामा चाहिँ नि उभिरहेको छौँ हामी। त्यो भित्र चाहिँ नि प्रवेश गर्नु छ हामीलाई चाहिँ, तर गाह्रो छ, साह्रै गाह्रो छ। त्यसकारण चाहिँ त्यो भित्र प्रवेश चाहिँ नि विभूति पादको चाहिँ नि भित्र अन्तरयात्रा, त्यो पुरा अन्तरयात्रा। अहिलेसम्म हामीहरू चाहिँ नि बहिर्यात्रा, बहिर्जगतकै यात्रा गरिरहेको छौँ। बहिर्जगतको यात्रा गर्नेहरूको लागि चाहिँ नि यो अन्तर्जगतको अन्तर्यात्रा चाहिँ नि त्यो हामी कल्पना पनि गर्न सक्दैनौँ। जुन बहिर्जगतमा यस्तो राम्रो झिलिमिली छ, यस्तो राम्रो चाहिँ नि हामीले सुविधाहरू पाएको छौँ, सजिलो छ, जे खोज्यो त्यो पाउन सकिन्छ, यस्तो यस्तो व्यवस्थापन छ, जो कि अन्तर्जगतको अन्तर्यात्रामा त्यहाँ अब के हो त्यहाँ केही देखिँदैन, त्यहाँ केही देखिँदैन, अदृश्य छ, शून्य छ, मौन छ। के होला त्यहाँ, के छ त्यहाँ? तर अहिलेसम्म जति पनि चाहिँ नि हामीले आध्यात्मिक इतिहासको पाना पल्टाएर हेऱ्यो भनेदेखि धेरै धेरै ठुला ठुला सन्त महात्माहरू योगीहरू त्यो अन्तर्यात्रा, अन्तर्जगतको अन्तर्यात्रामा निकै उचाइमा पुगेको हामीले हाम्रो चाहिँ नि वेद उपनिषद, हाम्रो पुराणहरू, योग दर्शनहरूमा त्यसको उल्लेख गरेको पाइन्छ। केही त होला त त्यहाँ, केही त छ त। हामीले कुनै पनि हामी राम, कृष्ण, बुद्ध, विवेकानन्द, रामकृष्ण परमहंस, यस्ता यस्ता चाहिँ नि ठुला महापुरुषहरू, शङ्कराचार्य, उनीहरूको जीवनीलाई चाहिँ हामीले पढेर हेऱ्यौँ भनेदेखि अझ हामीले अलिकति पुरानो हेर्दै गयौँ भने जस्तो महाभारत कालमा पनि चाहिँ नि त्यहाँ कृपाचार्य, द्रोणाचार्य, अश्वत्थामा त अहिले 5000 वर्ष भइसक्यो, अहिले पनि जीवित हुनुहुन्छ भन्ने छ। भीष्म पितामह लगायत चाहिँ विदुर भयो। हामी त्योभन्दा नि अझ अगाडि गयौँ भनेदेखि हामीले याज्ञवल्क्य, अष्टावक्र, जो राजा सम्राट जनकका चाहिँ पनि गुरु हुनुहुन्थ्यो, उहाँहरू चाहिँ वशिष्ठ मुनि, जो भगवान रामको पनि गुरु हुनुहुन्थ्यो। यस्ता यस्ता चाहिँ महान विभूतिहरूको हामीले अहिले पढ्नुपर्छ। यस्तो चाहिँ वर्णन गरिएको छ, त्यो अन्तर्लोकको, अन्तर्जगतको, त्यो अदृश्य जगतको, जसलाई चाहिँ ऋषि पातञ्जलि विभूति पाद भन्नुहुन्छ। त्यो विभूति पादमा त्यो भित्र प्रवेश गर्नको लागि चाहिँ त्यसको लागि निकै उच्च कोटिको चाहिँ पात्र बन्नुपर्ने हुन्छ। यदि त्यो पात्र बन्नु सक्यो भने मात्रै चाहिँ त्यो भित्र चाहिँ प्रवेश गर्न सकिन्छ। जस्तो एउटा ज्वलन्त उदाहरण विश्वामित्रको चाहिँ उदाहरण चाहिँ
विश्वामित्र चाहिँ निकै ठुलो ऋषिको रूपमा मानिन्छ। रामको गुरु वशिष्ठको समकालीन हुनुहुन्थ्यो, तर उहाँ क्षत्रिय हुनुहुन्थ्यो। उहाँ चाहिँ वशिष्ठ ब्राह्मण हुनुहुन्थ्यो। अनि विश्वामित्रले चाहिँ वशिष्ठलाई जहिले पनि चाहिँ चुनौती दिनुहुन्थ्यो कि म यति विद्वान छु, म यस्तो ज्ञाता छु, म पनि ब्राह्मण हुँ, मलाई पनि ब्राह्मण बन्नुपर्छ, भन्नुपर्छ भनेर चाहिँ गुरु वशिष्ठ कहाँ गएर चाहिँ जहिले पनि न्यु खोज्नुहुन्थ्यो, सिँगेरी गर्नुहुन्थ्यो। तर वशिष्ठले मान्नु हुँदैन थियो। त्यो एकदमै हुँदैन, किनकि तिमी वैश्य कुलमा क्षत्रिय कुलमा जन्मेको हो। त्यो संस्कारलाई बदल्न सक्नुपर्छ। त्यो संस्कार नबदलेसम्म उसलाई ब्राह्मण भनेर भन्न मिल्दैन भन्नुहुन्थ्यो। अनि विश्वामित्र चाहिँ एकदम चाहिँ तपस्याहरू निकै प्रयत्न र प्रयास गर्दै गर्दै फेरि गएर भन्नुहुन्थ्यो, अहिले नहेर म त भए ब्राह्मण भनेर भन्नुहुन्थ्यो। तर वशिष्ठले स्वीकार्नुहुन्न थियो। यही समय यसरी नै बित्दै बित्दै गएपछि अनि विश्वामित्रले यस्तो तप गर्नुभयो, यस्तो तपस्या गर्नुभयो, यस्तो साधना गर्नुभयो, यस्तो अभ्यास गर्नुभयो, यस्तो अध्ययन अनुसन्धान चिन्तन मनन अभ्यास गर्नुभयो। जब चाहिँ ब्राह्मणत्वको चाहिँ जब विकास भयो, अवतरण भयो, त्यसपछि चाहिँ जानु भएन। न्यु खोज्नु चाहिँ नै जसरी पहिला सधैँ जानुहुन्थ्यो विश्वामित्र, म पनि ब्राह्मण भए भन्न जानुहुन्थ्यो, सबैलाई उद्घोष गर्नुहुन्थ्यो। साँच्चीकै जब ब्राह्मणत्व चाहिँ प्राप्त भयो, अवतरित भएपछि त्यसपछि चाहिँ उहाँ चाहिँ त्यो मौन यस्तो चाहिँ ध्यानस्थ हुनुभयो, यस्तो समाधिमा प्रवेश गर्नुभयो कि अब चाहिँ विश्वामित्रलाई चाहिँ म ब्राह्मण हुँ भनेर कसैलाई भन्नु जरुरतै परेन। अनि धेरै समयसम्म पनि सधैँ चाहिँ बेला बेलामा ऋषि वशिष्ठका आएर चाहिँ झगडा गर्न आउनुहुन्थ्यो। उहाँ चाहिँ यो किन आएन भनेर एक दिन चाहिँ खोज्दै खोज्दै चाहिँ उहाँको आश्रममा पुग्नुभयो। त्यहाँ पुगेपछि त दङ पर्नुभयो वशिष्ठ चाहिँ। अनि वशिष्ठले चाहिँ विश्वामित्रलाई चाहिँ अँगालो मारेर भन्नुभयो, अब आजदेखिबाट चाहिँ तिमी र म चाहिँ ब्राह्मण मित्र भयो। हामी चाहिँ तिमी पनि ब्राह्मण, म पनि ब्राह्मण भनेर उद्घोष गर्नुभयो। भन्ने यसरी चाहिँ हामीहरूले हाम्रो चाहिँ जुन चाहिँ सोच छ हामीहरूको, हाम्रो दैनिकी, हाम्रो क्रियाकलापहरू, गतिविधिहरू, यसलाई चाहिँ हामीहरूले अब अहिले हामीहरू चाहिँ यहाँ ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र यो 4 प्रकारको मानिसको मनोवृत्ति देखिन्छ यहाँ चाहिँ। अहिले हामीहरू चाहिँ कहिले कहिले त त्यो शूद्र वृत्तिसम्म पनि ओह्रालो झर्छौँ हामी चाहिँ, र कहिले वैश्य बन्छौँ भने कहिले क्षत्रिय बनिराखेको हुन्छौँ हामी चाहिँ। जुन ब्राह्मणत्व चाहिँ जुन गुण, स्वभाव, बानी, आदत, संस्कार हो, त्यो यति 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 चाहिँ शक्तिशाली हुन्छ। त्यो संस्कार, त्यो बानी, त्यो आदत, त्यो अवस्थाको हामीले हाम्रो संस्कारलाई बदल्न सकेको छ, सुधार्न सकेको छ भने हो उसको लागि चाहिँ अब त्यो विभूतिपात चाहिँ ढोका खुल्छ। अब चाहिँ ऊ सजिलोसँग त्यो विभूतिपातको यात्रा गर्न सक्छ। ऊ चाहिँ होइन र चाहिँ अब एकदमै एकदमै निकृष्ट
या यसो पनि भन्नु सकिन्छ कि त्यो चाहिँ नि त्यो ब्राह्मणत्वको चाहिँ त्यो संस्कार हो। एउटा त जन्मिँदैमा ब्राह्मणको कुलमा जन्मिनु पर्ने हुन्छ, जन्मिँदैमा एउटा ब्राह्मणको चाहिँ वंशज बनेर कुल बनेर ब्राह्मणकै चाहिँ सन्तान बनेर जन्मियो भने त्यो त जन्मिँदै नै ब्राह्मणत्व चाहिँ संस्कार लिएर जन्मेको हुन्छ नि। भने अर्को चाहिँ पुरुषार्थ, एकदम पुरुषार्थ। जसरी विश्वामित्र चाहिँ क्षत्रिय कुलमा जन्मिनु भएको तर ब्राह्मण बनेरै छाड्नु भयो, त्यो पुरुषार्थद्वारा चाहिँ। त्यो पुरुषार्थ चाहिँ यदि म चाहिँ अब म वैश्य चाहिँ कुलमा जन्मिएको हुँ, अब अहिले चाहिँ मैले चाहिँ धेरै जब मेरो श्रद्धेय गुरु परमानन्द सरस्वतीको सान्निध्य चाहिँ मैले जब म त्यतिखेर 17 वर्षको उमेरको थिएँ, त्यतिखेरदेखि आज 74 वर्षको उमेर भइसक्यो। म चाहिँ उनी गुरुको कृपा, उनी गुरुको चाहिँ ज्ञान, उनी गुरुको चाहिँ मार्ग निर्देशिकालाई चाहिँ कोसिस गर्दै अभ्यास गर्दै आज म चाहिँ विभूतिपातको चाहिँ यसको विषय र विषयमा केही बोल्नुपर्छ, केही बुझ्नुपर्छ, केही जान्नुपर्छ र केही गर्नै पर्छ भन्ने यो चाहिँ अवस्थामा आइपुग्नु भनेको यो उनी मेरो गुरु कृपा नै हो। यो चाहिँ गुरुको प्रसाद हो। यो चाहिँ त्यति सजिलो कहाँ छ, कहाँ हुन्छ त्यो चाहिँ। अनि अब हामी सोच्छौँ सजिलैसँग भइहाल्छ नि भन्ने, त्यस्तो किसिमको चाहिँ हामीले त्यो जसरी बाहिर जगतको यात्राको लागि चाहिँ सजिलो छ नि, एकदम सजिलो छ नि, तर यसरी नै चाहिँ हामीले अन्तर्जगतको यात्रा, विभूतिपातको चाहिँ यात्रा गर्नुलाई जानेको खण्डमा, बुझेको खण्डमा, पुरुषार्थ गरेको खण्डमा केही गाह्रो छैन, केही गाह्रो नै छैन, एकदम सजिलो छ। तर जानेन, बुझेन, आफूलाई रूपान्तरण गरेन, तयारी गरेन, पुरुषार्थ गर्दैन, अगाडि हामीले भन्यौँ नि जाग्नुपर्छ। त्यो यस्तो किसिमको चाहिँ त्यो जागरण चाहिन्छ जुन अहिले हामीको जाग्नु भनेको यो जाग्नु त जाग्नु नै होइन। यो चाहिँ यस्तोसँग चाहिँ जाग्नुपर्ने हुन्छ कि अहिले यो जाग्नुको चाहिँ प्रसङ्ग आउने बित्तिकै अब यो मेरुदण्डलाई हेर्नुपर्छ। यो मेरुदण्ड यस्तो गरेर बसिरहेको चाहिँ अनि जाग्नुपर्छ भन्ने बित्तिकै अब यस्तो गरेर चाहिँ मेरुदण्ड सिधा एकदमै घनक्क तन्क्यो। अब बल्ल अलिकति जाग्यो। म जागेको छु भनेर भन्ने, तर यस्तो गरेर चाहिँ मेरुदण्डलाई बाङ्गो बनाएर कोप्रो परेर बस्छ र उसले चाहिँ म जागेको छु भनेर भन्छ भने त्यो त सरासर एकदमै हामीले चुक्याएको, हामी एकदम सिपालु हुन्छ ठग्नको लागि, हाँट्नको लागि, छल कपट गर्नको लागि चाहिँ जागेको छैन तर म जागेँ भनेर भनिरहेको हुन्छ। यस्तो जगाइले हुँदैन नि। एकदम यहाँ चाहिँ पुरा मेरुदण्ड सिधा भएर टक्कै यसरी चाहिँ सचेत हुनुपर्छ। त्यो मेरुदण्डलाई सिधा बनाइराख्नुलाई एकदम सजग हुनुपर्छ।
त्यहाँ अलिकति मात्रै मेरुदण्ड यस्तो झुक्यो कि त बस अब जाग्नु गयो, बेहोसमा गयो। अब त्यो चाहिँ ठ्याक्क पुरा यस्तो गरेर चाहिँ मेरुदण्ड चाहिँ सिधा भयो, छाती फुक्यो। अनि अब यो अवस्थामा पुगिसकेपछि उसले आँखा बन्द गरोस् या आँखा खोलोस् यसले फरक पर्दैन। एकदम जागेको छ भनेदेखि उसले आँखै खोलेर या हिँडुल्ने गरेर कुनै पनि कर्म गरोस् ऊ चाहिँ। अब उसले चाहिँ त्यो गलत, त्यो ठग्ने, ढाँट्ने, छलकपट गर्ने त्यो हुनै सक्दैन त्यो चाहिँ। अझ मेरुदण्डलाई एकदम सिधा बनाएर आँखा बन्द गरेको छ भने त एकदम छिटोभन्दा छिटो सजिलोसँग त्यो विभूतिपातको अन्तर्जगतको चाहिँ ढोका खोलेर भित्र आनन्दपूर्वक यात्रा गर्नु सक्छ, बाटो खुल्छ त्यो चाहिँ। र बाहिर हिँड्दाखेरिमा पनि चाहिँ मेरुदण्डलाई एकदम चाहिँ सचेत र सजग गराएर जागेको छ भने अब त्यो जागेको अवस्थामा कुनै पनि मानिसले नराम्रो कर्म, गलत कर्म जो चाहिँ नि क्षत्रिय, वैश्य, शूद्र किसिमको चाहिँ जुन व्यवहारहरू, क्रियाकलापहरू, गतिविधिहरू जो छ त्यो त हुनै सक्दैन, हुँदैन त्यो। जो जागेको छ, पुरा मेरुदण्ड सिधा बनाएर चाहिँ हिँडेको छ, कुनै पनि काममा जान्छ ऊ, कुनै पनि काम गर्छ ऊ भने उसले गलत काम त गर्दैन, हुनै सक्दैन त्यो चाहिँ। पहिले यो त तयारी हुनु पर्यो, यति त तयारी गर्नु पर्यो कि म जतिखेर पनि जाग्नु पर्यो भने अब अर्को चाहिँ नि उपाय हो हामीले चाहिँ नि श्वासमा ध्यान। श्वास आयो, श्वास गयो, अनि त्यो श्वास पनि चाहिँ के बोकेर आइरहेको श्वास हो त्यो। कति त्यो श्वासले रिस, द्वेष, ईर्ष्या, अहङ्कार बोकेर ल्याएको छ कि बा? यदि त्यस्तो हो भनेदेखि चाहिँ नि त्यो त भएन नि त्यो। मेरो श्वास यदि आउँछ भनेदेखि जागेको अवस्थामा बस त्यो उसले प्रेमलाई बोकेर लिएर आउँछ। मेरो चाहिँ नि श्वासलाई मैले एकदम जागेर सचेत भएर होसपूर्वक चाहिँ मैले भित्र श्वास लिएर आउँछु भने त्यो श्वास त भगवान, परब्रह्म, परमात्मा नै भगवान भनेर भित्र आउनुहुन्छ। यदि म जागेको छैन भने त्यही श्वास हो, त्यो श्वासमा चाहिँ रिस, द्वेष, ईर्ष्या, अहङ्कार, काम, क्रोध, लोभ जस्ता दुर्गुण र दुराचारहरूको टन्न भारी बोकेर आउँछ त्यो चाहिँ श्वास चाहिँ। भने जाग्नुमा बस जाग्नु नै चाहिँ यसको चाहिँ मूल, जगाउनु नै यसको चाहिँ मूल चाहिँ नै त्यो चाहिँ नि पराक्रम, त्यो यस्तो पराक्रम गर्नुपर्ने हुन्छ, यस्तो प्रयत्न र प्रयास गर्नुपर्ने हुन्छ, केवल जाग्नु मात्रै। यदि कसैले एकदम मेरुदण्ड सिधा बनाएर आसन कुनै पनि हुनसक्छ, आसनमा बसेर मेरुदण्ड सिधा बनाएर आँखा बन्द गरेर अब त्यो श्वास चाहिँ अब चाहिँ बडा कसरी आयो त्यो श्वास, कस्तो आउँछ श्वास, मेरो शरीरको चाहिँ एक अणु कणहरू, मेरो शरीरको एक ग्रन्थीहरू, एक कोशिका, नसा, नाली, नाडी,
नली जाग्दै गयो जाग्दै गयो जाग्दै गयो जाग्दै गयो एकदम पुरा जाग्यो पुरा जाग्यो पुरा जाग्यो। त्यो जागेको अवस्थामा त्यो श्वास त यस्तो मिठो बनेर त्यो श्वास आउँछ, यस्तो सहज र सरल बनेर त्यो श्वास चल्छ, बडा आनन्द हुन्छ, एकदम मस्त र मस्ती हुन्छ एकदमसँग। यदि यसरी चाहिँ नि एकदम जागेको छ, जगाएको छ भने धेरै भन्दिनँ म चाहिँ 1 मिनटदेखि 5 मिनट मात्रै यसरी चाहिँ नि जागेर जगाएर यो शरीरलाई राख्न सक्छ भने अब शरीरमा भएको कुनै पनि समस्या यसले समाधान गरिन्छ। चाहे त्यो रोग क्यान्सर जस्तो घातक रोग छ भने पनि नि बस त्यो चाहिँ बिना औषधि त्यो समस्याको समाधान हुन सक्छ। त्यति शक्तिशाली हुन्छ यो, त्यति शक्तिशाली हुन्छ। जब हामी जाग्दैनौँ, जब हामी होसमा हुँदैनौँ, जब हामी बेहोसीमा हुन्छौँ हामी चाहिँ, अब त्यस्तो अवस्थामा चाहिँ अब हामीहरूको सबभन्दा पहिला सुरु यो शरीर यस्तो ललाक लुलुक्क हुन्छ, यसरी पुरा यसरी कचक्कुचुक्क हुन्छ। अब त्यहाँ यस्तो अवस्थामा त्यो निर्वाध रूपले जुन चाहिँ श्वास चाहिँ भित्र बाहिर आउने जुन प्रक्रिया छ त्यसमा अवरोध हुन्छ। त्यो चाहिँ त्यो यतिसम्म अवरोध हुन्छ कि हामी सुतेको हुन्छौँ, मस्त सुतेको हुन्छ, तर त्यो श्वास चाहिँ नि जुन जागेर सुतेको अवस्था र चाहिँ एउटा बेहोसीमा सुतेको अवस्थामा, जागेको अवस्थामा सुतेको छ भनेदेखि चाहिँ नि श्वास असाध्यै सजिलोसँग चल्छ, रमाइलो तरिकाले चल्छ त्यो श्वास। जब हामी बेहोसीमा छौँ र सुतिरहेको छ, केही गरेको छैन शरीरले भने पनि अब त्यो श्वास चाहिँ नि ठिकसँग चाहिँ नि भित्र बाहिर गर्न सक्दैन। हो त्यही अवस्थामा चाहिँ हाम्रो चाहिँ नि यो मन एकदम आत्तिन्छ, डराउँछ, सुतिरहेको छ तर्सिन्छ, बेला बेला सुतिरहेको छ कहिले चिच्याउँछ, सुतिरहेको छ किनकि त्यो बेलामा चाहिँ त्यो श्वास चाहिँ नि ठिकसँग चल्दिएन भनेदेखि चाहिँ नि त्यो मनलाई थाहा छ त यो कुरा चाहिँ, किनकि श्वास रोक्यो कि त बस मृत्यु भयो, श्वास चलेन भने चाहिँ बस मृत्यु भयो भन्ने कुरो त्यो श्वासलाई थाहा छ नि त। त्यसकारण चाहिँ निदाइरहेको छ तर निदाएको छैन, किनकि त्यो डरको कारणले अनेक किसिमको खतरनाक चाहिँ स्वप्नहरू देखेर त्यो सुतेकै हुँदैन, त्यो सुतेकै हुँदैन। त्यो चाहिँ जुन हामीले निन्द्रामा चाहिँ त्यो सपना रहितको त्यो निन्द्रा देख्नु भनेको, त्यो अवस्थामा जानु भनेको टक्कै त्यो ध्यान नै गर्नु हो, त्यो ध्यानकै अवस्थामा जानु हो। त्यो चाहिँ पुरा चाहिँ जाग्यो, जगाउँदै गयो जगाउँदै गयो जगाउँदै गयो जगाउँदै गयो जगाउँदै गयो, अनि त्यसपछि हेरौँ त त्यो श्वास कस्तो हुन्छ। यस्तो हुन्छ कि थोरै ताने श्वास, धेरै तान्नै पर्दैन, त्यो बाटो पुरा खुलेको छ, सिधा छ भने त्यो श्वास त अलिकति श्वास ताने जस्तो लाग्छ, शरीरमा पुरै शरीरमा त्यो श्वासको झन्कार, श्वासको स्पर्शको महसुस हुन्छ, बडा आनन्दको अनुभूति हुन आउँछ। यस्तो किसिमले
अब अलिकति होस रहेन, अलिकति मात्रै चाहिँ मेरुदण्ड बाङ्गो भयो, अलिकति मात्रै चाहिँ हामी केही लापरवाही, संयम, प्रयत्न र प्रयास, छोडिदिउँ, भरे गरौँला, भोलि गरौँला, पछि गरौँला भनेर चाहिँ यो सोच आउने बित्तिकै चाहिँ अब यहाँ चाहिँ नै बस यसले तनाव, डर, त्रास, भय, अनेक किसिमको रोगहरू, अनेक किसिमको चाहिँ जटिल जटिल समस्याहरूको चाहिँ सामना गर्नुपर्ने हुन्छ अब यस्तो अवस्थामा चाहिँ। अब यो जुन अहिले यहाँ भन्न खोजिएको कुराहरू चाहिँ गाह्रो छ, त्यो शब्द नै पाउनु गाह्रो हुन्छ। यसलाई कसरी बुझाउने, यो शब्दलाई कसरी, कुन शब्दले बुझाउने यो चाहिँ भन्नै गाह्रो छ यहाँ चाहिँ। त्यो आफैले नै चाहिँ अभ्यास गर्दै गर्दै मैले यस्तो किसिमको शरीर बनाएँ भने, म यस्तो किसिमको चाहिँ जागरण मैले ल्याएँ भने यो यस्तो हुँदो रहेछ भन्ने कुरो आफैले नै अभ्यास र प्रयास गरे मात्रै चाहिँ त्यो थाहा हुन्छ। यसको व्याख्या गर्नु मिल्दैन, अलिअलि सङ्केत मात्रै दिने हो, त्यो चाहिँ बस सङ्केत दिने हो। अहिले म रोगी हुनुको मूल कारण, म रोगमुक्त हुनु नसक्नुको कारण भनेको नजाग्नु हो, जाग्न नसक्नु हो। बस एकाग्र हुनु नसक्नु हो। एउटै चाहिँ विधामा, एउटै विषयमा हामी त्यो यति चञ्चल छ त्यो मन चाहिँ, एक सेकेन्डमा चाहिँ सयौँ ठाउँमा पुगिसकेको हुन्छ त्यो मन चाहिँ। जबकि विभूतिपातको यात्रा गर्नुको लागि चाहिँ नै त्यो चाहिँ नै टक्कै एउटा कुनै पनि चाहिँ विधामा, एउटा पनि कुनै विषयमा जागेर टक्क अडाउन सक्नुपर्छ। त्यो यस्तो धैर्यता चाहिन्छ, यस्तो संयम चाहिन्छ, यस्तो किसिमको एकाग्रता चाहिन्छ जो कि चाहिँ नि त्यो चाहिँ चल्दै नचलोस्। जसरी हामीले त्राटक गर्छौँ, बिन्दु त्राटक, ज्योति त्राटक, सूर्य त्राटक, त्यो चाहिँ नि त्राटक गर्दाखेरिमा हामीले त्यो एउटा बिन्दुलाई चाहिँ नि टक्कै कति सेकेन्डसम्म सुरुमा त्यो आँखाको नानीलाई नचलिकन राख्न सक्नुपर्ने हुन्छ। त्यसको नाम त्राटक हो। चाहिँ सुरुमा त हामी एक सेकेन्ड पनि चाहिँ त्यो श्वासलाई नचलाइकन राख्नै सक्दैनौँ हामी चाहिँ। तर अभ्यास गर्दै गयो भने हामीले त्यो आँखाको नानीलाई नचलाइकन एक सेकेन्डबाट चाहिँ हामी एक मिनटबाट 5 मिनट, 5 मिनटबाट चाहिँ हामी बढाउँदै एक घन्टासम्म पनि चाहिँ नचलाइकन थपक्क राख्न सक्ने सम्भावना चाहिँ त्यो हामी विकास गर्न सक्छौँ। यसलाई भनिन्छ त्राटक। त्राटक यो चाहिँ यस्तो जाग्नुपर्ने हुन्छ। त्यो त्राटक गर्दाखेरिमा यस्तो जाग्नुपर्ने हुन्छ। त्यसकारण चाहिँ यो त्राटक चाहिँ असाध्यै राम्रो अभ्यास, चाहिँ असाध्यै राम्रो अभ्यास। जति हामीले त्राटकको अभ्यास गर्छौँ त्यति नै छिटोभन्दा छिटो हामी चाहिँ विभूतिपातको चाहिँ हामी त्यो जुन चाहिँ नै त्यहाँ के भन्न खोजेको छ, हामीले के गर्नुपर्ने छ, के गर्नुपर्छ, त्यो कुरालाई हामी बुझ्न सक्छौँ। जस्तो विभूतिपातको चाहिँ पहिलो अध्यायको पहिलो सूत्रमा चाहिँ त्यहाँ ऋषि पातञ्जलि भन्नुहुन्छ, धारणा भन्नुहुन्छ। त्यहाँ धारणा यो पहिलो सूत्र हो। यो चाहिँ धारणा एउटै देशमा नचलाइकन राख्नु, अडाउनु, यसैको नाम धारणा हो भनेर यसरी चाहिँ ऋषि पातञ्जलि भन्नुहुन्छ। धारणा भन्नुको अर्थ हो
मेरो कुनै पनि देश, जस्तो अघि मैले त्राटक भने, मेरो त्यो आँखाको देशमा टक्क चाहिँ नि अब नचलाइकन राख्यो भने त्यो धारणा भयो। या म केवल त्यो श्वासलाई एकदम जगाउँछु 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 भनेर त्यहाँ चाहिँ नि एकाग्र भयो भने त्यो धारणा। या म अब मेरो मेरुदण्डलाई एकदम नचलाइकन सिधा बनाएर जगाएर राख्छु भनेर भन्यो भने त्यो हो धारणा। या मेरो चाहिँ नि हृदयमा म एउटा चाहिँ नि अति सुन्दर अति राम्रो उज्यालो एउटा बत्ती बाल्छु भनेर चाहिँ नि मैले हृदयमा एउटा बत्ती बालेँ भनेदेखि त्यो बत्ती बलिरह्यो भने अब त्यो धारणा। धारणा भनेको चाहिँ नि त्यो यस्तो चाहिँ नि त्यो एउटा चाहिँ नि एकाग्र, त्यो यस्तो एउटा चाहिँ नि जागरण, त्यो यस्तो एउटा चाहिँ नि अवस्था हो जो चाहिँ नि मैले चाहिँ नि सङ्कल्प गरेँ, म हृदयमा एउटा बत्ती बाल्छु भनेर चाहिँ मैले सङ्कल्प गरेँ, बस त्यो बत्ती बल्यो 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 एकदमसँग चाहिँ। बुद्ध भन्नुहुन्छ अप्प दिपो भव भन्नुहुन्छ, तिमी स्वयं प्रकाश बन भन्नुहुन्छ। तिमी स्वयं चाहिँ नि हृदयमा एउटा बत्ती बालेर त्यो उज्यालो प्रकाश बन भन्नुहुन्छ। हेरौँ त एकछिन गरेर हेरौँ त, हामीले हृदयमा एउटा बत्ती बालेर हेरौँ त, ठ्याक्कै चाहिँ नि त्यो बत्ती यस्तो बल्नु पर्यो, यस्तो चाहिँ उज्यालो दिनु पर्यो कि बडा रमाइलो होस् के, त्यो मन खुसी होस् के एकदमसँग चाहिँ। हेरौँ न बत्ती बालेर हामी। टक्कै चल्दै चलेन बत्ती चाहिँ यस्तो राम्रो बत्ती बलिरह्यो 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 भने अब त्यो हो धारणा। त्यसलाई भनिन्छ धारणा। सुरुमा हामीले चाहिँ कुनै पनि देशमा, चाहे त्यो नाभीको देशमा होस्, चाहे त्यो आज्ञाको देशमा होस्, त्यहाँ बत्ती बाल्ने एउटा अभ्यास गर्नुपर्ने हुन्छ हामीले चाहिँ। यो एकदम सजिलो अभ्यास चाहिँ यो। यसलाई चाहिँ अन्तर्त्राटक पनि भन्छ यसलाई चाहिँ। बहिर्त्राटकमा चाहिँ हामीले बाहिर एउटा बिन्दु बनाएर या एउटा बत्ती बालेर या एउटा मूर्ति राखेर या कुनै पनि विषयवस्तुलाई चाहिँ माध्यम बनाएर त्राटक गरिन्छ भनेदेखि अब यही अन्तर्त्राटक गर्नुलाई चाहिँ अब कुनै पनि चाहिँदैन बाहिरको विषयवस्तुहरू चाहिँ। बस शरीरको कुनै पनि देशमा म त्यहाँ एकाग्रताको साथमा, धैर्यताको साथमा, जागरणको साथमा बडा प्रेमपूर्वक त्यो नचलिकन नचलाइकन कति समयसम्म चाहिँ राख्न सकिन्छ, रहन सकिन्छ, त्यो प्रयास गर्नुको नाम नै धारणा भनेर भनिन्छ। अब यो भन्न त सजिलो छ, भन्न त भनियो, तर अब गर्नु कस्तो हुन्छ, गरेर देखाउनु पर्यो नि। एकछिन चाहिँ हामीले बत्ती चाहिँ त बाल्यौँ हामीले त्यो हृदयमा, एकछिन चाहिँ त त्यो बत्तीलाई चाहिँ कति समय चाहिँ बाल्न सक्यौँ त हामीले? 1 सेकेन्ड, 1 मिनट, कति मिनट?
त्यो यो चाहिँ नै हामीहरूले या मैले श्वास र धारणा बनाएँ म यो श्वासलाई चाहिँ नि सोहम सोहम मेरो एक श्वासमा त्यो सोहम मन्त्रलाई जप्छु भनेर मैले धारणा बनाएँ भनेदेखि अब त्यो सोहम चाहिँ नि त्यो श्वासको चाहिँ नि अभ्यास मैले कति समयसम्म गर्न सक्छु त अब चाहिँ यसैको नाम हो धारणा। यहाँ म मन्त्र जप्दैछु, म कुनै पनि पृथ्वीको होस् कि जलको, तेजको, वायुको, आकाशको, यो पञ्चमहाभूतमध्ये कुनै पनि मन्त्र, जस्तो मैले पृथ्वीको मन्त्र जप्नु पर्ने लम मन्त्र, मैले अग्निको मन्त्र जप्नु पर्ने रम मन्त्र, वायुको मन्त्र जप्नु पर्यो भने चाहिँ यम मन्त्र, यसरी कुनै पनि त्यो मन्त्रलाई चाहिँ मैले जपिरहनु, त्यसैको नाम धारणा हो चाहिँ। त्यो यसको चाहिँ हामीले यहाँ अब जब अभ्यास गर्न सुरु गर्छौँ त कमसे कम पनि चाहिँ हामीले एउटा देशमा कति समयसम्म त्यसलाई चाहिँ धारण गर्न सक्छौँ हामी चाहिँ। यसको अभ्यास गर्नु नै चाहिँ यो विभूतिपातको पहिलो चरण हो, यो पहिलो खुड्किलो हो यो चाहिँ। यसको हामी अभ्यास गर्ने कोसिस गरौँ हामी। हस् त अहिले बिदा हौँ। सबैको कल्याण, आफ्नो पनि कल्याणको कामना गर्दै बिदा। ओम।